दर्शकबिनहरु नमस्कार, म दीपक नेपाल। अहिले म जितपुरमा आएको छु। अहिले बिहानको समयमा चाहिँ यो काम गर्ने क्रममा यो ढुङ्गाहरू हटाउने क्रममा चाहिँ एउटा चाहिँ ठुलो सर्प देखा परेको छ र त्यो सर्प रेस्क्यु गर्न लागिसकेको छु र जम्प कुन सर्प रहेको छ। यो साँप चाहिँ कसले देख्नु भएको सुरुमा? उहाँहरुले काम गर्ने ए र तपाईहरुले चाहिँ यस्तो काम गर्ने क्रममा सावधानीपूर्वक ढुङ्गाहरू हटाउनु पर्ने हुन्छ। ढुङ्गाहरूमा इँटाहरूमा साँप हुन्छ है। तपाईहरुले अहिले थाहा पाउनु भयो होला, पहिला चाहिँ भेट्नु भएको थियो कि थिएन यस्तो ठाउँमा साँप? हो, साँप हुन्छ है यस्तोमा, एकदम बचेर गर्नुपर्ने हुन्छ। người buồn rồi đấy. यो साँप चाहिँ यहाँनिर रहेको छ, तपाईले चाहिँ देखिरहनु भएको छ। हेर्नु होला कसरी कराइरहेको छ यो साँप चाहिँ। तपाईहरुले चाहिँ देखिरहनु भएको छ, यसलाई चाहिँ कमन कोब्रा भनेर चाहिँ चिनिन्छ। विशेष चाहिँ यो गाउँ घरतिर चाहिँ पाइने सर्प रहेको छ। यो साँपको चाहिँ हैन, यो साँपको चाहिँ हामी छेउमा गएपछि मात्रै यसले टोक्छ है। यसको चाहिँ एक हात नजिक गएपछि यसले टोक्छ। हेर्नु होला है, यसको एक हात नजिक गएपछि यसले टोक्छ, न त यतिकैले लखाटेर चाहिँ टोक्दैन है। कतिजनाले भन्नुहुन्छ नि साँप खेत खेत के काटेला कके, यी गलत बात बा। ठीक बा, देखिए हम इसके बैठल बानी खेत के कटले बा, माने अगर एक हाथ नजदीक जाई तब काटे। ठीक बा, सांप काटी झाड़ फूक तंत्र मंत्र के चक्कर में पड़ के नहीं के सीधे अस्पताल जाएगा बा। हमनी के अस्पताल नारायणी में इलाज होला, आज जिला अस्पताल कलैया में भी होला। ठीक बा, एक्सपीरियंस होला हैन दाइ? लागल बट ढोंगा सब लगा हो इतना से फर्क ना पड़ी कुछ एक नहीं। यो चाहिँ मैले कुनै जडीबुटीले समातेको होइन है। अब कतिजनाले नि यसलाई चोट चाहिँ लागेको रहेछ है, धेरै नै ठुलो चोट लागेको छ। यहाँनेर नि यहाँ पाल भइसकेको छ कि यसको जिउमा यहाँनेर हो। ल ठिकै छ, अब यसलाई म अस्पतालमा दबाई गराउनु त यसको उपचार हुँदैन, यो जति दिन बाँच्छ बाँच्छ कि।
सर्पहरूको उपचार हुँदैन दाइ है हल्का फुल्का भयो भने मात्रै हुन्छ गुस्साले हो यसले भगवानलाई टोक्यो भने भगवान पनि अस्पताल जानुपर्छ मेरो त कुरै छोड्दिनु यो कतिजनाले भन्नुहुन्छ नि सर्पले टोक्यो भने झाडफुक गरे ठिक हुन्छ भनेर कि यो गलत कुरा हो है अन्धविश्वासको कुरा हो कसैले हजुर मेरो च्यानलको नाम दीपक नेपाल हो मेरो नाम दीपक नेपाल हो दीपक नेपाल स्नेक लेख्नु भयो भने युट्युबमा भिडियो आउँछ र त्यसमा धेरै किसिमको साँपहरूको बारेमा मैले बताएको छु तपाईले भिडियो हेर्न सक्नुहुन्छ है हो राममोट डाँडी घर हो कसैले विष खायो भने झाडफुक गरे विष निस्किन्छ त पेट भित्रको निस्किँदैन नि त्यस्तै सर्पले पनि कसैलाई टोक्यो भने झाडफुक गरेर चाहिँ ठिक हुँदैन जति सक्दो चाँडो अस्पताल जानुपर्छ है हुन सक्छ अब यो ढुङ्गाहरुमा नि हुन सक्छ भेट्यो भने खबर गर्नु है सापले टोक्यो भने कहाँ जाँदै ससुराली जाने कि अस्पताल जाने हस्पिटल हो यार सापले पनि आफूले टोक्दियो तपाईको त म फेरि उ भन्दा ए ल ल ल ल ल ठीक छ र यो सर्पलाई चाहिँ पर्सा राष्ट्रिय निकुञ्ज आधा बारमा लगेर छोड्ने छौं र सर्पले टोक्यो भने अस्पताल जानु होला है झाडफुकको चक्करमा नपर्नु होला हाम्रो बारा जिल्लामा अहिले भर्खर 17 वर्षको एकजना बच्चा मर्या के झाडफुकमा गएर त्यही भएर चाहिँ झाडफुकमा नजानु होला अस्पताल जानु होला है त अहिलेको लागि यति नै